मेलम्ची नगरपालिका वडा नम्बर 5 सिन्धुकोट निवासी कृष्णजङ रायमाझी। 31 वर्ष शिक्षण पेसामा बिताएर 2074 सालमा अवकाश लिएपछि रायमाझीले कागती र सुन्तला खेती सुरु गर्नुभएको हो। शिक्षक पदमा रहेकै बेला पोषण युनिटको तालिमको सिलसिलामा गोर्खाको मनोकामना पुग्दा आफूले लटरम्म सुन्तला फलेको देखेको र मेलम्चीमा पनि त्यस्तो खेती हुन सक्ने सोच आफूमा पलाएको रायमाझीको भनाइ छ। गोर्खा जिल्लाको मनोकामनामा चाहिँ त्यहाँ हाम्रो तालिम थियो, पोषणको तालिम थियो। त्यो तालिममा जाँदाखेरि मैले त्यो मनोकामनाको त्यो सुन्तला बगानहरू जुन देखेँ, त्यसले हेर्दाखेरि मलाई चाहिँ एकदमै मेरो मन छोयो। मैले चाहिँ के सोचेँ भने साँच्चै आज यस्तो मनोकामना जस्तो एउटा उजाड स्थान पनि सुन्तला बगानको कारणले एउटा पहेँलपुर भरिभराउ एउटा छोडिन सक्नु, एउटा माया लाग्दो रहर लाग्दो एउटा ठाउँ देखेपछि म पनि पक्कै पनि अब यो शिक्षण पेसाबाट अवकाश लिएपछि मेरो गाउँमा सबै एउटा समुदायका मानिसहरूसँग बसेर उहाँहरूलाई पनि यसमा सहभागी गराएर एउटा बृहत रूपमा चाहिँ एउटा सुन्तला खेती, जुनार खेती गर्छु भन्ने मलाई प्रेरणा मिल्यो। नभन्दै मैले 2074 सालमा मैले जब जागिर छोडेँ, त्यसपछि मैले अनि यो पेसालाई मैले सुरु गर्न थालेँ। सुरुका दिनमा आफन्त र समाजका अन्य व्यक्तिले उब्जाएको आशंकाले आफू सफल नहुने हो कि भन्ने चिन्ता लागेको, तर 4-5 वर्षमै 40 रोपनी जग्गाको कागतीबाट 1 वर्षमै 10 लाख रुपियाँसम्म कमाइ भएपछि आफ्नो हौसला शिखरमा पुगेको रायमाझीको अनुभव छ। कागती खेतीबाट राम्रो आम्दानी भएपछि 7 रोपनी जग्गामा 200 वटा सुन्तला र जुनारका बिरुवा रोपेको र त्यसबाट पनि राम्रो लाभ भएको रायमाझीको भनाइ छ। 40 रोपनी जतिमा कागती खेती गर्न सुरु गरेँ। अहिले यो कागती पनि करिब 5 वर्ष लाग्यो। यो 5 वर्षको अवधिमा पोहोर साल मैले करिब 8 देखि 10 लाख अथवा 10 टन जति कागती भित्राउन सफल भएँ। त यसपालि चाहिँ 10 भन्दा पनि माथि नै पुग्यो। व्यावसायिक तवरले फलफुल खेती गर्न कृष्णजङ रायमाझीले ऋणको लागि धेरै बैंक र वित्तीय संस्थामा भौतारिँदा पनि कतैबाट सहयोग पाउन सक्नु भएन। अन्त्यमा आफ्नै गाउँमा आफ्नै सहभागितामा खोलिएको सूर्यमुखी साना किसान कृषि सहकारी संस्थाले नै उहाँलाई सहयोग गर्यो। यही सहकारी संस्थाले कृष्णजङको व्यावसायिक फलफुल खेतीका लागि चाहिने सबै सहयोग जुटाएको र आफू सहकारीप्रति आभारी भएको पनि उहाँको भनाइ छ। सूर्यमुखी संस्था भनेको नितान्तै यो जनतासँग किसानसँग जोडिएको संस्था रहेछ। मैले पनि यसलाई सुरुमा यति राम्रोसँग बुझ्न सकेको थिएन र पछिल्लो चरणमा आएर जब म सूर्यमुखी संस्थासँग आबद्ध भएँ र त्यो सूर्यमुखी संस्थासँग आबद्ध भएपछि मैले त्यहाँको सूर्यमुखी संस्थाका अध्यक्ष मित्रलाल चौलागाईसँग पनि भेटघाट भयो र उहाँले मलाई भन्नुभयो, भन्नुहोस् कृष्ण सर, तपाईँको निम्ति हामीले तपाईँको बगानको निम्ति तपाईँले एउटा कृषिमा एउटा नयाँ क्रान्तिको सुरुवात गर्नुभएको छ, भन्नुहोस् हामीले के सहयोग गरौँ, आउनुहोस् हाम्रो संस्थासँग जोडिनुहोस् भन्ने उहाँहरूले कुरा राख्नुभयो। नभन्दै म उहाँहरूसँग जोडेँ र त्यो जोडिएपछि उहाँहरूले मलाई एकदम सस्तो कर्जामा मलाई 28 लाख रुपियाँ उपलब्ध गराउनु भयो र त्यसले गर्दा मैले यो फलफुल बगैँचालाई अझ विस्तार गरेर अझ यसलाई चाहिँ समृद्ध बगैँचा बनाउन सफल भएँ। अब बैंकमा त बैंकिङ प्रोसेसको निम्ति हामी महिनौ दिन 2 महिना 3 महिना 4 महिना 6 महिनासम्म लगाएका छन्। कति ठाउँमा त मैले त 2टा बैंकमा त मैले 6 महिनासम्म चाहिँ मलाई 1 करोड रुपियाँ दिन्छु, ल आउनुहोस् तपाईँ यस्तो राम्रो काम गर्नु भएको छ, हामी सहयोग गर्छौँ भनेर त्यो मेगा बैंकहरूले पनि भने। हामी गयौँ, 1 वर्षसम्म हामीलाई झुलाए अन्तिममा हामीलाई लोन पनि स्वीकृति गर्दैन, आखिर दिएन। सरकारले गर्न नसकेको कार्यहरू चाहिँ सूर्यमुखी संस्थाले गरिरहेको छ। हामीले चाहिँ प्रत्यक्ष त्यसबाट हामीले लाभ लिन सकेका छौँ, किनभने हामीले इमानदारपूर्वक उहाँहरूसँग व्यवहार गऱ्यौँ भने निश्चय नै उहाँहरूले हाम्रा हरेक किसिमका हाम्रा योजनाहरूमा उद्देश्यहरूमा सूर्यमुखीले थप सहयोग गर्छ। यसको अतिरिक्त सूर्यमुखी संस्थाले अरू के पनि गरिरहेछ भने मेरो त यो बगैँचामा आएर रेखदेख गर्ने, बेला बेलामा आउने, अनुगमन आउने, हेरिदिने, तपाईँहरूलाई आवश्यक के पर्छ भन्नुहोस्, कुनै कृषि औजारहरूको आवश्यक पर्छ कि कुनै किसिमका चाहिँ प्राविधिकहरूको आवश्यकता पर्छ कि, यो पनि हामी थप सहयोग गर्न चाहन्छौँ र हामी थप सहयोग गर्न सक्छौँ भनेर भन्नुभएको छ। त्यसैले नितान्तै यो चाहिँ उहाँ किसानसँग जोडिएको संस्था भएको हुनाले म मेरो तर्फबाट र यहाँको सिन्धुकोटको तर्फबाट पनि म उहाँहरूलाई आभार प्रकट गर्न चाहन्छु। किसानहरूलाई छिटो छरितो तुरुन्तै चाहिँ त्यो रकमहरू उपलब्ध गराउने भएको हुनाले नितान्त पेसागत रूपमा गर्ने मानिसहरूको निम्ति चाहिँ एकदमै हितकारी छ भन्ने कुरो मलाई लाग्छ। कृष्णजङ रायमाझी मात्र होइनन्, उनका छोरा किरण रायमाझीले पनि बुवाकै पद चिन्ह समातेर
फलफुल खेतीमा आफूलाई तल्लीन राख्दै उल्लेखनीय सफलता हासिल गर्नुभएको छ। विद्यालय तहको शिक्षा पूरा गरी काठमाडौँमा आएर सूचना प्रविधिमा स्नातक पास गर्नुभएका किरणले पहिलेदेखि नै विदेश जाने सोच बनाउनु भएको थियो। तर सुन्तला र कागती खेतीबाट मनग्गे आम्दानी हुने देखेपछि उहाँको विदेश जाने विचार बदलियो। सूचना प्रविधिको विषय अध्ययन गर्नुभएको हुनाले किरणलाई विदेशमा सुन्तला र कागतीको खेती कसरी गर्न सकिन्छ, बजार विस्तारका तरिका के हुन् र सफलताको सिँढी कसरी चढ्न सकिन्छ भन्ने कुरा बुझ्न पनि सजिलो भयो। उत्पादित फलफुल राजधानी काठमाडौँमा लगेर सहजै बेच्न सकिने र राम्रो आम्दानी हुने भएकोले थप हौसला मिलेको किरणको भनाइ छ। केही अनुभवै थिएन मेरो यसमा, तर त्यसरी मेहनत गर्छु पनि भन्ने लागेको थिएन। पछि गाउँमा आएर मल बोकेर आफै खाल्डो खन्ने सबै काम गरेको देख्दाखेरि मानिसहरूले कतिपयले कुरा पनि काटे। उता गएर पढ्न सकेन, त्यस्तो राम्रो पढेको मान्छे पनि पछि बिग्रिएछ क्या अरे, यहाँ आएर बस्यो। त्यो सबै कानले सुन्दा सुन्दा पनि त्यो पचाएर त्यही काम गरेँ, एक दिन कुनै दिनमा सफल होइला भनेर होइन। अनि यहाँ फलिसकेको थियो, कागती रोपेको थियो, सानो बिरुवा थियो, भन्ने बित्तिकै बिरुवाहरू पनि आउने थिएन होइन। अनि मानिसहरूले भन्दाखेरि ओहो मैले गलत पो गरेँ कि, मैले विदेश पो जानु पर्थ्यो कि। अनि कतिपय मान्छेहरूले आएर उकास्थे होइन, कुर्सी घुमाएर यसरी बस्नुपर्ने मान्छे कहाँ यहाँ बिरुवा गरे भनेर होइन, राम्रै सल्लाह जस्तो लाग्थ्यो। तर पछि चाहिँ अब सबै काम गर्दाखेरि बिरुवाहरू पनि राम्रोसँग आयो। अनि त्यसपछि बिरुवाहरूको लागि म ट्रेनिङमा पनि गएँ होइन, हरेक सेमिनारमा पनि भाग लिएँ। अनि हरेक किताबहरू ल्याएर पढ्ने, अनि त्यसपछि इन्टरनेटबाट डाउनलोड गरेर यो अमेरिकाको होइन क्यालिफोर्नियामा कसरी सिट्रसमा काम गरिरहेका छन् होइन, कसरी उनीहरूले बम्पर यो उत्पादन लिइरहेका छन्, कसरी उनीहरूको गुणस्तर गरिरहेका छन् भन्ने कुरा सबै कुरा अध्ययन पनि गर्न थालेँ आफूले। अनि अध्ययन गर्दै काम गर्दै गइसकेपछि अनि सबै कुरा राम्रो भएको आँखाले देख्दाखेरि अनि आफूले सोचेको भन्दा नि अझ धेरै आम्दानी गर्न सकेको देख्दाखेरि अझ धेरै काम गर्ने इच्छाले गर्दाखेरि चाहिँ म यसमा आफै स्वतस्फूर्त रूपमा चाहिँ अझै बढाउनुपर्छ, अझै काम गर्दै जानुपर्छ, अझै रोजगारी सिर्जना गर्दै जानुपर्छ भन्ने त्यो मनमा लागेर गर्दैछु सर। नेपालको जमिन ज्यादै उर्वर भएको र धेरै थरी बालीनाली र फलफुल नेपालमै उत्पादन हुने हुनाले युवाहरूले स्वदेशमै सम्भावना खोजी यही देशलाई विकसित गर्नुपर्ने सोच किरण रायमाझीको छ। युवाहरूलाई चाहिँ आफ्नै देशमा बसौँ होइन, किनभने हजुरको यो हामीले खोप लगाउँछौँ नि, दादुराको खोप अहिले पनि छ हाम्रो यहाँ चाहिँ चिन्हको स्वरूप होइन। दादुराको खोप दियो यो देशले होइन, हामीलाई पोलियो थोपा खुवायो यो देशले, भन्दाखेरि यो देशले धेरै प्रेम गरेको छ। हामीले चाहिँ केही पनि देख्दैनौँ होइन, नदेख्दाखेरि हामीलाई बचाउन यो देशमा समाजमा सबै कुराले हामीलाई योगदान गरेको छ भने अब 20 वर्ष 30 वर्ष उमेरसम्म त हामीलाई यो देशले हुर्काइसक्यो नि त। अब बाँकी भएको 30 वर्ष चाहिँ हामीले यो देशलाई दिएर होइन, यो देशलाई दिन चाहिँ त्यति सजिलो छैन। तर यही कुरालाई नै हामीले जहाँ छौँ त्यहीबाट उठ्दै उत्पादन गर्दै आफूले सिकेका ज्ञानहरू होइन, आफूले सिकेका नयाँ टेक्नोलोजीहरू सबै कुरा अध्ययन गर्दै हामी कार्य गर्दै काम गर्दै गयौँ भने चाहिँ हामी यहीँ नै सफल हुन सकिन्छ, यहीँ नै गर्न सकिन्छ र यही माटोमा हामीहरू रमाउन सकिन्छ भन्न चाहन्छु।